वेलकम टु माय न्यू ब्लग मा धेरै दिनपछि ब्लग बनाइरहेको छु। मेरो एक्जाम पनि भयो फाइनल्ली। आज हामी सबै गुडखोला जाँदैछौँ पराङदीबाट। कस्तो देखिछु गाइस, हेर्नु मस्त जुत्ता लाएर हिरो पल्टेर हिँडिरहेको छु। म यसो क्यामेरा पुस्छु है त। फाइनल्ली क्यामेरा पुसिसकेँ। अब टक्क हिँड्ने हो यहाँबाट। हिँडेर माथि पुग्ने, कहाँ पुग्ने, त्यसपछि बल्ल बस चढ्ने। अब सिधै बसमा गएपछि भेट हुन्छ हजुरको र मेरो। टट्टा यतिन्जेल बस नाउ के अरे बसमा नचढुन्जेलसम्मलाई टाइच। हाम्रो गाडी छुटिसकेको छ। अब यतिले ढिला भयो, गाडी फेरि गइसकेको छ क्या। आज लास्टै चाँडो गएछ, त्यही भएर केही छैन। अब हिँड्दै टुकुन टुकुन गइन्छ। म ललिपप फिलहाल ललिपप खाइरहेको छु। चुरोट नखाऊ, ललिपप खाऊ। हजुर यस्तो भ्यू हेर्दै टक्क यस्तो वन जङ्गल खतरा छ। अनि के छ त फेरि इक्जाम भएर होला गइरहेको छु। हेर्नु भ्यू देखाइदिउँ, यस्तो बवाल भ्यू। यस्तो गाउँ टक्क मन्दिर उता बारी। फेरि यहाँ क्यामेरा जुम गर्दा पनि नभएर पनि होला तँयाले पनि राखेँ कि मम्मी र बहिनी। यस्तो हेर्नु त नेपालको सडक अवस्था यस्तो रहेको छ। नेपालको सडक अवस्था। मम्मी 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 केही पनि हेर्ने। सिधै ललिपप भ्याएपछि कुरा गर्छु है त। बाई बाई। गाइस हाम्रो यसो बाटो अलपत्र भयो। अस्ति आएको बाटो राम्रोसित थिएन। अब गेस गर्ने बाटो हो के अरे। अब यही हो, यही हो कि थाहा हिँड्नु। अब गेस गर्ने हो के जे पर्ला पर्ला। कहाँ हुन्छ र है रोक्न गाइस। यसमा बुवा, ए बुवा बुवा। गाइस मम्मीको गाली खाइसक्यो। गाली गरे सपोर्टै छैन यार गाइस। थाहा भयो यहाँबाट कहाँ पुग्ने थाहा छ। हो त्यो बाटो देख्नु नि, त्यो बाटो पुग्ने हो। यहाँबाट यस्तो तलै तल त्यो त्यहाँबाट हो उहाँ भन्दा अझै पर। अब सिधै थाकेपछि भेट हुन्छ गाइस। बराङदीबाट हिँडेको कति घन्टा भयो, अझै घर आएन। यो बाटो त लास्ट पनौती रहेछ। साँच्चै जिन्दगी यो बाटो आउनुमा यस्तो राम्रो भ्यू, तर यस्तो टट्टी जिन्दगी। मम्मीहरू हिँड्नु थाक्नुभयो। सिधै घर गएर भेटिन्छ। मेरो यस्तो हालत खराब भयो, यस्तो भुनतिर गयो। अब ठिक छ त मस्तो लिगा हल्का आगो लाएर क्या तलतिर लास्ट लिगा हिँडेको लगभग बराङदीबाट गुडखोला यो बाटो हिँड्नु त लास्ट रहेछ 4 किलोमिटर अथवा 5 किलोमिटर त हिँड्ने हो। यस्तो लोत भयो म थकै लाएर। यस्तो भयो ल गाइस। अब सिधै घर भेट हुन्छ ल।